हेलो गाइज, वेलकम बैक टू माई युट्युब च्यानल मिना सुनुवार ब्लगमा। आज चाहिँ मैले चाहिँ एउटा सानो ब्लग बनाउन गइरहेको छु। मिनी ब्लग भन्दा नि हुन्छ, पुरै ब्लग गरौँ भनेको टाइमै अलिक नमिला जस्तो भयो के। अनि त्यही भएर चाहिँ आज चाहिँ नानीको फोटोसुट गरिदिउँ भनेर यसो मरिना ब्यारेजतिर आएको छौँ हामी हिँडेको। अघि बाटोमा चाहिँ अरू ब्लगै गर्न पाइनँ कि मैले। आज चाहिँ हामी मरिना ब्यारेजमा टक्क फोटो खिच्न हिँडेको। यहाँ कियाना बाउ छोरी कियाना रुकै छ। कियाना काम छैन, उसकै फोटो खिचिदिन जान लागिरहेको छु। म यहाँ रेडी भएर टक्क हिँड्दैछु। अब चाहिँ हामी यहाँबाट पुरै जाँदैछौँ। कियानाको खासमा बर्थडेको फोटोसुट गरिदिउँ भनेर लिएर हिँडेको, तर के गर्नु भ्याल छ, घाम लागिरहेको रहेछ। पानी पर्छ भनेर झन् छिटो गरेर आएको। लास्टमा त नपर्ने पो कि क्या हो। वाउ, कस्तो दामी मौसम भइरहेछ हौ। अब न हामी चाहिँ यहाँ आइसकेका छौँ। अब चाहिँ हिँड्दैछौँ मरिना ब्यारेज जानको लागि। कस्तो उता गार्डन बाई द बेबाट छिरेको भए अलिक नजिक हुन्थ्यो। यतैबाट जाने भन्नुभयो मेरो सरले, मेरो हजुरले। हजुरहरू फेरि यस्तो हुनुहुन्छ कि हजुरहरूको पिछा लाएर हिँड्नु परेछ। कियानालाई कति राम्री बनाएर हिँडाएको, लास्टमा ऊ सबै भत्ताभुङ्गा पारेर। उता म्याप हेर्ने कि म्याप नो निड किन नहेर्नु। ल ओके छ त, अब सरलाई थाहा छ भने त भइहाल्यो नि। देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ गार्डन बाई द वे। अनि यो के पो भन्छ अरे यसलाई, के स्काई वक रे हो। यहाँनिर आइपुग्ने बाटो चाहिँ त वाह वाटर फ्लायर रहेको छ। यसरी चाहिँ हामी जाँदैछौँ। गर्मी यस्तो घाम लागिरहेको छ कि सही दिनमा आइएछ जस्तो भयो। फेरि अघि चाहिँ पानी पर्छ भनेर मलाई चाहिँ फेरि अलिक डर लाग्यो, मोबाइल झर्ला कि भनेर। हामी चाहिँ यहाँ आइपुग्यौँ फाइनल्ली। मरिना बेसेन सुन्न सक्नुहुन्छ, मरिना बेसेन चाहिँ यहाँ रहेको छ। यसकै पछाडिबाट चाहिँ हामी जाँदैछौँ। अब टक्कसँगले बाउ छोरी चाहिँ त्यहाँ टक्क छाता ओढेर। गर्मी घरि घाम लागिरहेको छ, घरि घाम लागेको छैन, रोकिरहेको छ। आज कियानाको खासमा नेपाली डेटको बर्थडे चाहिँ आज हो। कियाना हाई गरिदेऊ, कियाना हाई। नेपाली डेट अफ बर्थ चाहिँ आज हो। त्यसपछि यता एडीमा चाहिँ टुमोरो अप्रिल 6 भएको भएर अब केक चाहिँ भोलि काट्दिने। आज चाहिँ जस्ट आमा बाउ छोरी फोटोसुट गर्ने तयारीमा छौँ। त्यही भएर चाहिँ हामी यता आइरहेको छौँ। देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर हामी चाहिँ अब मरिना ब्यारेज हिँडेर जाँदैछौँ। टाढै छ जस्तो लाग्छ यहाँदेखिको। यहाँ चाहिँ धेरै ठाउँको विदेशीहरू पनि घुम्न आउनुहुन्छ। डिफ्रेन्ट कन्ट्रीबाट एकदम धेरै टुरिज्म एरिया रहेको छ। यहाँ आउँदै हुनुहुन्छ बाउ र छोरी। यहाँ चाहिँ यो रहेको छ। यहाँबाट चाहिँ हामी घुम्न हिँडिरहेछौँ। गइरहेको छ। वाउ, कस्तो दामी मौसम पनि हौ। स्काई चाहिँ दामी आएको छ क्या क्लाउड हेरेर। यहाँ हुनुहुन्छ दुईजना। वाउ, दामी फोटोसुट भइरहेको छ यहाँ। हामी चाहिँ फ्यामिली नै हिँड्दैछौँ। यहाँनिर केशव सुनुवार हुनुहुन्छ, उहाँ कियाना सुनुवार हुनुहुन्छ, यहाँ म मिना सुनुवार रहेको छु। जोस् मैले केही कुरा चाहिँ बोल्नु हुँदैन है। उहाँजीले चाहिँ मरिना ब्यारेज पुर्याउँछु भन्नुभएको छ, तर अब कताबाट पुर्याउनुहुन्छ थाहा छैन। सोध्यो भने बाटोको उयोहरू सोध्यो भने रिसाउँदै होइसिन्छ। म बच्चा हुँ भने जस्तै गरेर
के ना हाई बेबी के ना मम्मीलाई हाई गरिदिनु न यता हेर्नु न सानो हेलो मम्मी भन्नु न होइन यता हेरेर क्या क्यामेरा हेरेर यस गुड जब यहाँ चाहिँ यस्तो सटल बसहरू रहेको छ यसमा यही हो क्या यसले चाहिँ $3 है फ्लावर डम र गार्डन बाई द फ्लावर डम र गार्डन बाई द वे यो सबै घुम्नलाई के अरे क्लाउड फरेस्ट र फ्लावर डम घुम्न आउनलाई चाहिँ $3 कस्तो भन्नु नआएको जिब्रै लटपटिन्छ त मैले चाहिँ सुरुदेखि नै भ्लग गर्छु भनेको भाउँदै पाइनँ हो म गर्नु भनेर कन्टिन्यू दिनु पर्यो भनेको यताउता गर्दा गर्दै टाइमै मेरो लस्ट भयो भ्याउँदै भ्याइनँ मैले फेरि बच्चासँग हिँडेपछि बच्चाले के भन्छ घरि के गर्छ कता है त हौ त्यही भएर म चाहिँ हिँड्नै भएन भिडियो गर्नै पाइनँ पुरै फाइनली हामी चाहिँ यहाँ आइसकेका छौँ यो के ट्री पो भन्छ यसलाई त घाम लागेर जस घामको सिन चाहिँ राम्रो चाहिँ एकदम राम्रो आउने रहेछ दामी आउने रहेछ तर साह्रो घामले पोल्ने रहेछ यतातिरको पनि राम्रो आउँथ्यो होला हौ बुढा फोटो खिच्नलाई त है फोटो त यतातिर पो खिच्नु पर्थ्यो क्या हेर न ऊ ल्याएर अब अर्को बाटो हराइसक्यो एउटा बाटो हराइसक्यो अब कहाँबाट पुग्दो रहेछ है हामी यस्तो छ कि त्यही मलाई मेरो बुढाको 100% ट्रस्ट लागेर चाहिँ हिँड्नै मन लाग्दैन क्या जहिले एक ठाउँ हो बाटो भन्छ एक ठाउँ लगेर टुङ्ग्याउँछ म यत्तिकै त भन्दिनँ नि हो यो मान्छेको ट्रस्टै लाग्दैन भनेर चाहिँ फेरि उसले चाहिँ कन्फिडेन्टका साथ हो भनेर हिँडाउँछ क्या फेरि हामी पुग्ने ठाउँ पुग्नलाई अलिक टाइम लाग्ला जस्तो भयो कता हो कता घामले अलिअलि गरेर आएको फोटोसुटको लागि मेकअप पनि बिग्रिसक्यो नि आफैले फोटोसुट गर्ने भने अलि हामी चाहिँ मरिना ब्यारेज आइसकेका छौँ ठ्याक्कै आइपुग्यो हिँडेर घाम चाहिँ अहिले अलिक रोकिएको रहेछ तर कता बस्ने भनेर हेर्दैछु यतिको शीतल भने चाहिँ दामी हुन्थ्यो कहाँ उता त बस्ने नि बिचमा बस्ने क्या माथि चन्द्र उडिरहेको रहेछु कालो देख्नु भयो नि तपाईँहरूले त्यो बादलको बिचमा यहाँनिर आऊ सानो आऊ फुल्याउने कार्यक्रम भइरहेछ कियानाको ड्रेस चेन्ज गरिसकेको छु अब कस्तो घाम लाग्यो क्या फेरि घरि घाम लाग्ने घरि निम्ने भइरहेछ यहाँ छाता चाहिँ उडेर बसिरहेछौँ यसो यहाँनिर गरिदिउँ भनेको त पुरा घाम लागेर मर्यो लास्टै
जाने लु सुसम यसरी पक्रिनु टुनै फुट्यो गाइज हेर न यत्रो दुःखले गरेर लिएर आयो टुनै फुट्यो ड्याममै फुट्यो के गर्नु अब हेर कस्तो राम्रो भिडियो खिचौँला बनाउँला फोटो खिचौँला भनेर आएको टुनै पो गयो त 2000 years later घुमी घुमी नाच्ने नौरङ्गी मजुरको माया लाग्छ कति कति मितिनी हजुरको ले त हेर ल रनिङ गर रनिङ रनिङ कुदा कुदा कोही काइट हाई सानु के भयो उडायो उडाउँदैन उडाउँदैन दामी भयो आज पानी पनि परेन सानी तारा ओ न भयो फिनिस फिनिस अब फोटो खिचौँ ओके बाबालाई खुवाइदिनुहोस् वाह गुड जब अब मोहनाको फोटो खिच्नु पर्ने फेरि यता 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 यताबाट नि यताबाट कम 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 यताबाट वाह फुलै फुलको बगैँचा ढुङ्गा हेर त ढुङ्गा ढुङ्गा आउँदैन ल होइन होइन यताबाट 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 खोला है माथि बसिरहेको फोटो खिच्दा खिच्दै एकछिनमा त फेरि कत्रो ठुलो पानी पर्यो क्या अनि त्यसपछि अब यता उत लाग्नलाई यता आउनै पर्ने भयो अनि यता आएको थियौँ अनि फेरि के बसिराख्नु भनेर तलतिर आएको फेरि एकछिनमा पानी रोकियो माथि जानु पर्यो भनेको फेरि कत्रो ठुलो घाम लाग्यो यस्तो घाम लाग्यो एकैछिनमा अनि फेरि माथि जानुलाई अलिक उ भयो नानी पनि अलिक मानेन रुन थाल्यो अनि त्यही भएर फेरि यतातिर खोलाको छेउछाउमा आएर एकछिन यसो फोटोसोटो खिच्यौँ मोहनाको ड्रेस पनि ल्याएको थियो अनि त्यसको पनि फोटोसुट गर्नै बाँकी थियो अनि यता आएर फोटोसोटो खिचेर अनि एकछिन नानीलाई यता पानी सानी खेलाएर अनि फर्केको The next day कियाना चाहिँ सुतिरहेको छ त्यही भएर हामी चाहिँ पुरा सरप्राइज दिनु पर्यो भनेर यहाँ रेडी गर्दै फर्स्ट बर्थडे चाहिँ ठुलै गरेको थियो अब सेकेन्ड बर्थडे चाहिँ ठुलो नगर्ने भनेर चाहिँ अनि यही सानो गर्न लागेको जस्ट उसलाई मेमोरी होस् भनेर मात्रै गर्न लागेको खास यस्तो
थोरै डेकोरेसन गरेर फेरि यस्तो पनि भयो यो पालि चाहिँ अब यता केटाकेटीलाई बोलाएर मात्रै त गर्नुहुन्थ्यो फेरि उसको चाहिँ डेट अफ बर्थ चाहिँ के अरे नेपालको हिजो भयो यता इङ्ग्लिसले चाहिँ आज भयो क्या अनि मिल्दै मिलेन दुईवटा डेटमा दुईवटा बर्थडे भयो अनि त्यही भएर होस् नगर्ने भनेर फेरि उसको जन्मेको बार पनि मिलेन अनि त्यही भएर चाहिँ योपालि चाहिँ बर्थडे नगर्ने भनेर यत्रो सानो आफूले मात्रै घर परिवारले मात्रै गरिदिने भनेर चाहिँ यसरी बनाएको है यो चाहिँ हिजो यसको सेटको 2 पनि फुट्यो क्या अनि त्यही भएर ऊ यस्तो क्यान्डल ल्याएर यहाँ देखाउँदैछु है मैले बल्ल उठ्यो कि मेरो छोरी बल्ल उठ्दैछ खोक्दैछ अब हेरौँ है के आउँछ रियाक्सन बल्ल उठ्दैछ कट गरौँ कट Happy birthday to you. Happy birthday to you. Happy birthday dear Kiana. के रहेछ त्यो? कसको बर्थडे छ नि? कसको बर्थडे? अम्मै कति बजे सानो हेर न घडी अहिले आज चाहिँ फेरि ढिलो उठेको खाइ यति बजिसक्यो यति लड्छु आलु किन कसको बर्थडे हो सानो कसको हेप्पी बर्थडे बलुन ओइ सानो फेरि बच्चा एक्लै भयो नि त अनि यसो अरू पनि उसको साथीहरूलाई पनि बोलाऊँ भनेर चाहिँ यहाँ छेउछाउको छिमेकी दाजु र दिदीलाई पनि बोलाइदिएको त्यहाँ पुरा उसको दिदी दादाहरूलाई पनि बोलाएर यहाँ क्ल्याप गर्नलाई पुरा एक्साइटेड भइरहेछ है कियाना चाहिँ यहाँ पुरै ताली पड्काइदिउँ भनेर यहाँ छोडिदिउँ बसेर हो नि त नि यार अलिक उजी गर्नु पर्थ्यो ल उठा उठा आमालाई पनि बोलाउनु पर्थ्यो कसको वर्ष को 2 इयर्स भएको ह्याप्पी बर्थडे टु यु क्ल्याप ह्याप्पी बर्थडे टु यु Happy birthday dear Kiana. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Kiana. Happy birthday to you. Happy birthday to Kiana. Happy birthday. Happy birthday Kiana. Thank you. लाओ फु गर्ने ल कियानाले अलि यहाँ बस्छ ओके पहिला कियानाले है कियानाले पहिला ल गुड ओ ये खै एभ्रीबडी खै ए कट गर्ने नि ओके उता उता जाऊ न तिमी पनि Happy birthday ल पापाकोबाट आशीर्वाद दिदी फोटो हालिदिनु ल बार्बीहरू ल
थ्याङ्क यू फर वाचिङ आवर भिडियोज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिन चाहिँ नबिर्सिदिनु होला थ्याङ्क यू